सर, मलाई 3 दिनको बिदा चाहियो। गाउँ गएर मेरी काउलीलाई भेट्नु छ। सिपाही आलु, अहिले हामी युद्धको अवस्थामा छौं, तर तिमीलाई श्रीमतीको यादले सताइरहेको छ। ठीक छ, 3 दिनपछि फर्किनु। ओहो आलु भाइ, तिमी त भाउजू काउलीलाई भेट्न जाँदैछौ। छिट्टै फर्केर आउनु है। काउली, मलाई बिदा मिल्यो। म तिमीलाई भेट्न आउँदैछु। मेरो आलु घर आउँदै हुनुहुन्छ। आज म यति राम्री तयार हुन्छु कि उहाँले देख्ने बित्तिकै मक्ख पर्नुहुनेछ। करेला दाई, यो रातो सुट प्याक गरिदिनुस् न। मेरी काउलीलाई धेरै सुहाउँछ। तपाईहरू भिडियो त हेर्नुहुन्छ, तर फलो गर्नुहुन्न। फलो पक्कै गर्नु होला है। हामीले धेरै मेहनत गरेका छौं। म तिमीलाई धेरै माया गर्छु। म तिमी बिना एक पल पनि बाँच्न सक्दिन। सुन्नुभयो? आलु घर आएको छ। देशमा युद्ध चल्दैछ, तर ऊ काउलीलाई भेट्न छुट्टीमा आइपुग्यो। काउली, अब हामीले बच्चाको बारेमा सोच्नुपर्छ। म त जे भए नि ड्युटीमा गइहाल्छु। तिम्रो सहारा हुन्छ।